भोलि बिहान 6 बजे मेरो क्लास छ, तर अहिलेसम्म मैले लेसन प्लान पनि तयार गरेको छैन, प्रेजेन्टेसन पनि तयार गरेको छैन, वर्कसिट पनि बनाएको छैन र क्विज पनि तयार गरेको छैन। के अब म रातभरि जागेर त्यो बनाउनु पर्ला त? पर्दैन, किनकि मसँग यी 5 वटा एआई टुल्सहरू छन् जसले मेरो कामलाई एकदमै सजिलो गराएका छन्। नमस्कार, यदि तपाईँ शिक्षक हुनुहुन्छ भने यी टुलहरूले तपाईँको धेरै घन्टाको काम केही मिनटमा गर्न मद्दत गर्न सक्छ। त्यसैले आज म तपाईँलाई हरेक शिक्षकले कम्तीमा एक पटक प्रयोग गरेर हेर्नुपर्ने 5 वटा एआई टुल्सहरू देखाउने छु। नम्बर 5 मा रहेको छ ब्रिस्क टिचिङ। यदि तपाईँ गुगल क्लासरुम वा गुगल डक्स चाहिँ प्रयोग गरिराख्नुहुन्छ भने ब्रिस्क टिचिङ तपाईँको लागि निकै उपयोगी टुल हुनसक्छ है। यो एउटा क्रोम एक्सटेन्सन हो। अब क्रोम एक्सटेन्सन भनेको के हो भन्ने कुरा हजुरलाई थाहा छैन भने गुगलमा अथवा युट्युबमा सर्च गरेर हेर्नु होला, तपाईँले धेरै भिडियोहरू भेटाउनुहुन्छ। सेटअप गरिसकेपछि अब तपाईँले कुनै पनि आर्टिकलहरू, पिडिएफहरू, वेब पेजहरू पढ्दै हुनुहुन्छ भने त्यहाँ तपाईँले जुन यो हामीले भर्खरै डाउनलोड गरेको क्रोम एक्सटेन्सन छ यसमा तपाईँले क्लिक गरेर नै क्विजहरू, वर्कसिटहरू, रिडिङ क्वेसन, फिडब्याक र समरी एकछिनमै तयार गर्न सक्नुहुन्छ। न तपाईँले कन्टेन्ट कतै कपी गर्नुपर्ने हुन्छ न कतै पेस्ट गर्नुपर्ने हुन्छ। सिधै तपाईँको ब्राउजरबाटै यसले तपाईँको क्विजहरू, वर्कसिट यताउता सबै जेनेरेट गरिदिन्छ। विद्यार्थीहरूको उत्तरमा फिडब्याक दिनु पर्यो भने पनि त्यो पनि यसले गर्न सक्छ। अब प्रेजेन्टेसन बनाउने झन्झट हटाउने अर्को टुलतर्फ जाउँ। प्रेजेन्टेसन बनाउने झन्झट हटाउनका लागि हाम्रो नम्बर 4 मा रहेको छ गामा। यसको बारेमा चाहिँ धेरै जसोले सुन्नुभएको होला। मानौ भोलि कक्षा 10 मा फोटोसिन्थेसिस पढाउनु पर्नेछ तपाईँलाई, तर अहिलेसम्म पनि तपाईँले प्रेजेन्टेसन बनाएर रेडी पार्नु भएको छैन भने अब के गर्ने त? गामा खोल्नुहोस्, क्रोममा जानुहोस्, गामा भनेर सर्च गर्नुहोस्, पहिलो लिङ्क आउनेछ, त्यहाँ साइनअप गर्नु होला। साइनअप गरिसकेपछि मेन इन्टरफेस खुल्छ र त्यहाँ चाहिँ तपाईँले आफ्नो टपिक लेख्नुपर्ने हुन्छ। अब कुन टपिकमा तपाईँले पढाउँदै हुनुहुन्छ विस्तृत रूपमा त्यसलाई भनिदिनु होला, अनि केही सेकेन्डमा चाहिँ यसले तपाईँको प्रोफेसनल प्रेजेन्टेसन तयार गरिदिन्छ। स्लाइड डिजाइनहरू, इमेजहरू, लेआउट र स्ट्रक्चर सबै एआईले तयार गरिदिन्छ। त्यसपछि तपाईँले आवश्यकता अनुसार एडिट गर्नुपर्नेछ भने एडिट गर्नु होला। यदि गर्नुपर्ने छैन भने तपाईँले यसलाई पिपिटी फर्मेटमा डाउनलोड गरेर आफ्नो कक्षा कोठामा युज गर्न सक्नुहुन्छ। अब जाउँ शिक्षकहरूका लागि नै बनाइएको अर्को शानदार टुलतर्फ, र त्यो टुल रहेको छ म्याजिक स्कुल एआई। यो चाहिँ शिक्षकहरूकै लागि भनेर विशेष रूपमा बनाइएको टुल हो। यसमा चाहिँ शिक्षकहरूले लेसन प्लान, क्वेसन पेपर, प्यारेन्ट मेसेजहरू, क्लासरुम एक्टिभिटिजहरू, त्यसपछि रिपोर्ट कार्ड, कमेन्ट्सहरू जस्ता 100 रेडी टु युज टुलहरू उपलब्ध पाउनुहुनेछ। जस्तै उदाहरणका लागि म ग्रेड 9 साइन्सको लेसन प्लान माग्छु र यसले केही सेकेन्डमा पुरा स्ट्रक्चर तयार गरिदिन्छ। यसलाई आधार बनाएर तपाईँले आफ्नो आवश्यकता अनुसार सजिलै परिमार्जन गर्न सक्नुहुन्छ। अब सबैले सुनेको तर धेरैले सही तरिकाले प्रयोग नगरेको टुलतर्फ जाउँ, र त्यो टुल रहेको छ च्याटजिपिटी र जेमिनाई। धेरै शिक्षकहरूले च्याटजिपिटी वा जेमिनाई प्रयोग त गर्नुहुन्छ, तर सामान्य प्रश्न सोध्ने मात्र गर्नुहुन्छ के। तर यसको वास्तविक शक्ति भनेको हाम्रो प्रम्प्टमा हुन्छ। उदाहरणका लागि क्रिएट अ 45 मिनट लेसन प्लान फर ग्रेड 8 साइन्स फलोइङ नेपाल करिकुलम विथ एक्टिभिटिज एन्ड एसेसमेन्ट, वा generate 20 MCQs with answer from this chapter, वा write a parent notice regarding tomorrow's science exhibition। तपाईले सही प्रम्प्ट प्रयोग गर्नुभयो भने च्याटजिपिटी र जेमिनाई दुवैले शिक्षकको दैनिक काम धेरै सजिलो बनाउन सक्छ। तर एउटा कुरा याद राख्नुहोस्, एआईले दिएको सामग्री सधैँ जाँच गरेर मात्रै प्रयोग गर्नु होला है। अब अन्तिम टुलतर्फ जाउँ। मेरो व्यक्तिगत रूपमा शिक्षकहरूको लागि सबैभन्दा मनपर्ने टुल र हाम्रो नम्बर 1 टुल रहेको छ नोटबुक एलएम। यदि तपाईँले यो टुल अहिलेसम्म पनि प्रयोग गर्नुभएको छैन भने एकपटक अवश्य प्रयोग गरेर हेर्नुहोस्। केवल आफ्नो पिडिएफ, बुक वा नोट्सहरू अपलोड गरेर यसले तपाईँको समरी, क्विज, फ्ल्यास कार्ड्स, माइन्ड म्याप, स्टडी गाइड, यहाँसम्म कि अडियो ओभरभ्यू समेत जेनेरेट गर्न सक्छ। यो विशेष गरी विद्यार्थी र शिक्षक दुवैका लागि अत्यन्त उपयोगी टुल हो। र राम्रो कुरा के छ भने यस टुलको सम्पूर्ण नेपाली ट्युटोरियल मैले एआई पसलमा पहिले नै अपलोड गरिसकेको छु। त्यसैले यदि तपाईँ नोटबुक एलएम स्टेप बाई स्टेप सिक्न चाहनुहुन्छ भने यो भिडियो मैले एआई पसलमा राखिसकेको छु। ट्युटोरियल अपलोड भइसकेको छ, तपाईँले त्यहाँबाट हेर्न सक्नुहुन्छ।
सो यी थिए 2026मा हरेक शिक्षकले कम्तीमा एक पटक प्रयोग गर्नै पर्ने 5वटा एआई टुल्सहरू। अब कमेन्टमा भन्नुहोस् यी मध्ये कुन टुल तपाईँलाई सबैभन्दा उपयोगी लाग्यो र अर्को भिडियोमा कुन टुलको विस्तृत नेपाली ट्युटोरियल चाहनुहुन्छ। यदि भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, आफ्नो साथी शिक्षकहरूसँग सेयर गर्नुहोस् अनि एआई पसललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। म फेरि भेट्नेछु अर्को उपयोगी एआई भिडियोका साथ। धन्यवाद।